सबै बाहिर जान्छ भन्ने कुरा जुन पटक पटक आउँछ। उच्च शिक्षामा त एनओसी नदिने कुरा छ त मन्त्रीज्यूको। उच्च शिक्षामा एनओसी नदिने मान्छेले विद्यालय शिक्षामा पनि त एनओसी नदिन सक्छ नि। त्यसैले बाजिने आफूलाई चाहेको बेलामा एउटा तर्क अचाहेको अर्को तर्क चाहिँ नरगौँ। पनि प्रपोजलै राख्छु है। मैले दुईटा मात्र भने हामीले एकदम यो सेवामूलक भनेको धेरै मुनाफा नकमाऊ ठिक्कको मुनाफा कमाऊ भनेर भन्छौँ नि, त्यो ठिक्कको परिभाषा छैन के। कसैलाई 1000% ठिक्क लाग्ला, कसैलाई 100% ठिक लाग्ला। हाम्रो पहिला के भन्छ ब्ल्याक मार्केटिङ लजमा 20% भन्दा बढी मुनाफा इभन जुत्तामा नकमाउनु भनेको हैन। भनेपछि यो ठिक्कको मुनाफा कमाऊ भनेको परिभाषा छैन के। त्यसकारण यो गैर नाफामूलक चाहिँ नि लेख्नुपर्छ हैन। त्यसैले हैन भने त कसैलाई 100% लाग्छ, कसैलाई 50%, कसैलाई 10%। हाम्रो राज्यको जुन यो अर्डिनेन्सले हटायो हैन भने त हामीले 20% भन्दा बढी गर्यो भने ब्ल्याक मार्केटिङ भनेर हामीले परिभाषा गरेका थियौँ। त्यसैले पहिलो चाहिँ नि गैर नाफामूलक हुनुपर्छ। दोस्रो मैले सभापतिज्यूको ध्यान आकर्षण चाहिँ नि जुन तेस्रो नम्बरको तपाईँको बुदा थियो नि हैन, निजी लगानी का विद्यालयलाई सार्वजनिक शैक्षिक गुठी। यसमा चाहिँ नि के हो भन्दाखेरि हामीले फेरि सम्पत्तिमा आँखा लगायौँ के। धेरैजना सांसदज्यूहरूले भनिसक्नुभयो यो के संविधानमा पनि निजी सम्पत्तिको हक त छ नि हैन। अर्काको सम्पत्तिमा आँखा नलगाउँ सरकारले। तर मुनाफा शिक्षामा मुनाफा नकमाउने हो भने लेख्नुपर्ने भाषा मेरो प्रस्ताव चाहिँ नि निजी लगानीका नाफामूलक विद्यालय सार्वजनिक गुठी वा मुनाफा वितरण नगर्ने कम्पनीमा रूपान्तरण भई सञ्चालन हुन चाहेमा। भनेपछि हामीले मुनाफामा हामीले कन्ट्रोल गर्यौँ। मैले के चाहिँ राख्न चाहेँ भन्दाखेरि राजा वीरेन्द्र इटन जानुभएको थियो नि हैन। त्यो इटन एकदम महँगो तर त्यो च्यारिटीबाट चल्छ र त्यो फिजबाट चल्छ। त्यो प्रफिट नट डिस्ट्रिब्युटिङ मोनालिटी हो के। हामीले चाहिँ निजी भन्ने बित्तिकै मुनाफा कमाइहाल्छ नि भनेर सोच्छौँ, त्यो होइन। त्यसकारण यो चाहिँ मैले क्लियर गर्न खोजेँ। यो कस्तो भन्दाखेरि कसैलाई चाहिँ नि निजी विरोधी भनेर देखाउनलाई यो कन्टिन्युअस त्यही भाषा 1000 चोटि भयो भने स्थापित हुन्छ भनेर बोले जस्तो भयो। सभापतिज्यू मुनाफा रहित हुनुपर्छ मैले फर्स्टको प्रस्ताव गरेँ। त्यसपछि दोस्रो चाहिँ नि समय सीमा नराख्ने हो भने, सभापतिज्यू समय सीमा नराख्ने हो भने निजी सबैजनाको यो धेरैचोटि मलाई जहाँसम्म लाग्छ हजुरले पनि भन्नुभएको हो सभापतिज्यू मैले पनि प्रस्तावै गरिरहेको छु के। मैले के प्रस्ताव गरिरहेको छु भन्दाखेरि तपाईको समय सीमा नराख्ने हो भने तपाईको संविधानमा अधिकार मात्र हैन दायित्व पनि हुन्छ। त्यसैले निजीको पनि दायित्व हो शिक्षा चाहिँ कसरी लाग्ने भनेर 15 वर्षको समय सीमा तोकौं। नियमनको बाटोमा निजीमा काम गर्ने शिक्षक कर्मचारीहरू चाहिँ नि सरकारी शरत तलब सुविधा पाउनेछ भनेर त्यो चाहिँ राखौं है। त्यसकारण मैले अर्को चाहिँ नि यो सबै बाहिर जान्छ भन्ने कुरा जुन पटक पटक आउँछ। उच्च शिक्षामा त एनओसी नदिने कुरा छ त मन्त्रीज्यूको। उच्च शिक्षामा एनओसी नदिने मान्छेले विद्यालय शिक्षामा पनि त एनओसी नदिन सक्छ नि। त्यसैले बाजिने आफूलाई चाहेको बेलामा एउटा तर्क अचाहेको अर्को तर्क चाहिँ नरगौँ। त्यसैले विस्तृत रूपमा यसलाई कसरी लैजाने निजी स्कुलहरूलाई भन्ने कुरा मलाई उहाँले राखेको प्रस्ताव मलाई मन परेको छ। तथापि मैले हाम्रो संविधान समाजवाद उन्मुख संविधान, सेवामूलक शिक्षा र स्वास्थ्य यी दुईटै अत्यन्तै महत्त्व हो। तर परिवर्तित वातावरण, समाज, मान्छेको इच्छा आकांक्षा र हाम्रो व्यवस्थापनले के गरेको छ भने हामीले हाम्रा स्कुलहरू सार्वजनिक स्कुलहरूलाई यिनी प्रतिस्पर्धी छन्, यिनीहरूले सही शिक्षा दिन सक्दैनन् र यिनीहरूले सही तरिकाले लान सक्दैनन् भन्ने हामीपट्टिको अविश्वासको कारणले मानिसहरू, युवाहरू, बच्चाहरू, अभिभावकहरूले निजी स्कुलमा पढाउँदैछन्। यो अवस्थामा हामीले चाहिँ नि निजी स्कुल विद्यालयलाई के गर्ने भन्ने जुन प्रश्न उठेको छ र रेखाजीले भन्नुभयो यो ठिकै छ, तर व्यवस्थापन र अनुगमन खै। निजी स्कुललाई हामीले कसरी व्यवस्थापन गर्ने, कसरी अनुगमन गर्ने र समाजपट्टि उत्तरदायी कसरी बनाउने, यो शब्द छुटेको छ। अहिलेको सबैभन्दा ठुलो कुरा के भने हामीले समाजपट्टि उत्तरदायी कसरी बनाउने भन्ने कुरा हो। सबैभन्दा अहिले विश्वमा चलेको धनी देशमा पनि, कम्युनिस्ट देशमा पनि, एकदलीय देशमा पनि चलेको के हो भने निजी विद्यालयलाई
वा सरकारी विद्यालयलाई समाजप्रति उत्तरदायित्व कसरी बनाउने त? समाजप्रति उत्तरदायी भनेको के हो भन्दाखेरि जो सीमान्तकृत व्यक्तिहरू छन्, जसले पढ्न सक्दैनन्, जसको पहुँच छैन, ती पहुँच नभएकालाई कसरी पढाउने, सरकारले कसरी बढाउने र निजीले कसरी बढाउने भन्दा फेरि त्यहाँ कसरी के आउँछ भन्नुहुन्छ भने त्यसलाई आवासीय रूपमा डेभलप गराइदिने कि निजी स्कुलले पनि त आवासीय रूपमा डेभलप गर्न सक्छ नि। त्यसलाई छात्रवृत्ति कसरी दिने, वृत्ति त्यसलाई पहुँच कसरी गराउने भन्ने हेर्दाखेरि त्यसलाई मैले के लाग्छ भने, मैले यहाँ धेरै कुरा हेर्दाखेरि मलाई के लाग्छ भने पारदर्शी र उत्तरदायित्व हुन सकेन। अहिले हामीले 10% स्कलरसिप त दिन्छौँ नि, तर कसले पढ्छ के गर्छ भन्ने कुरा पनि देखाएनौँ। त्यो स्कुलको उत्तरदायित्व पनि हाम्रो गल्ती हो, फेरि कसैको निजी स्कुलको गल्ती होइन, हाम्रो गल्ती हो। त्यस कारणले हामीले केलाई व्यवस्थापन र अनुगमन के को निम्ति गरौँ भन्नुहुन्छ भने कति कस्तो वर्गको बच्चाहरूले त्यहाँ पढ्छन् भन्ने कुरा राज्यले जिम्मा लिनु पर्यो। राज्यले सधैँ जिम्मा लिन सक्दैन। फेरि किन सक्दैन भने हामीले आफ्ना कमजोरी पनि हेर्न पर्यो। हामीले यही 4-5 वर्षभित्र 5वटा मन्त्री चेन्ज गर्छौँ, 5वटा सचिव चेन्ज गर्छौँ, उनीहरूले पनि मोनिटरिङ गर्न सक्दैन नि। यो हाम्रा कमजोरीलाई हेरेर के गरिदिउँ भने हामीले समाजवाद उन्मुख संविधानलाई पनि हेर्न पर्यो छ, शिक्षा र स्वास्थ्यलाई सेवामूलक पनि गराउनु पर्यो हुनाले त्यस कारणले गर्दा निजी स्कुललाई व्यवस्थापन अनुभवलाई हेरौँ। एक दोस्रो त्यसलाई हेर्नका निम्ति स्कलरसिपको आधारमा हामीले चाहिँ नि विद्यार्थीहरूको नसक्ने बच्चाहरूको पहुँच हेरौँ। र मैले अन्तिममा पनि मैले हेर्ने भने कि रेखाजी हामीलाई एउटा दोकान आवश्यक छ। कस्तो दोकान आवश्यक छ भने नेपालमा 5 अब 10% एउटा यस्तो वर्ग हुँदैछ जसले हामीलाई विश्वास गर्दैन, हाम्रो स्कुलपट्टि विश्वास गर्दैन। हामीले त्यो वर्गलाई हामीले यहाँ क्लोज गऱ्यौँ भने त्यो वर्ग नेपालमा बस्दैन र हाम्रो सबैभन्दा धेरै पुँजी बाहिर जान्छ। त्यसलाई पनि हामीले रोक्न छ। कर्मशः रेखाजीले भने चाहिँ कर्मशः सेवामूलक, कर्मशः समाजवाद उन्मुख बनाउने तरिकाले कुनै शब्द खोज्यौँ भने यसको समाधान आउँछ भन्ने मलाई लाग्छ। धन्यवाद।